होला भन्न चाहन्छु आबाट आमा मार्फत। सो त्यही भएर हामी सम्पूर्ण टिम हामी दमौलीमा आएका छौँ। धन्यवाद दिन पनि अग्रिम धन्यवाद दिन बाबू कृष्ण उठ बाबू। साउन्डै अफ गरिदिनु न। यस क्षेत्रका समाजसेवी बलबहादुर साईजीलाई पनि म सम्झिन चाहेँ। यसै गरी यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मीहरू, यो क्युएफएक्स हलका हाम्रो व्यवस्थापक उज्जवल भट्टराई, पत्रकार विकास खनाल, प्रकाश अधिकारी लगायत मैले परिचित अपरिचित अनुहार सबैलाई पनि मैले यहाँ सम्झन चाहेँ। र यो फिल्मको बारेमा थप अरू केही चाहिँ भन्न चाहनुहुन्छ भने हाम्रो यताबाट सिमरन पङ्कजीबाट चाहिँ दमौलीवासीलाई केही त्यस्तो नयाँ सन्देश छ भने सुनाइदिनु अनुरोध। सबैजनालाई नमस्कार। हामी चाहिँ हल भिजिटको लागि आएको छौँ र यही शुक्रबार माघ 16देखि आवाटामा रिलिज हुँदैछ। हजुर सबैजना आएर हामीलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छ। तनहुँवासी दमौलीवासीलाई चाहिँ आवाटामाको टिमबाट धेरै धेरै माया। दमौलीवासी तनहुँवासीलाई दर्शकहरूलाई सम्पूर्ण दमौलीवासी यो स्थान वरपर नै जो रहनुहुन्छ उहाँहरू सम्पूर्णमा न्यानो अभिवादन। हाम्रो चलचित्र आबाट आमा विशुद्ध नेपाली कथानक चलचित्र किन हो भने यो नेपालको हरेक घरको हरेक परिवारको हरेक सदस्यलाई आफ्नै कथा जस्तो लाग्ने कथा हो। त्यो आमाको कथा हो, छोराको कथा हो, छोरासँगै जोडिएका साथीहरूको कथा हो, त्यो सम्पूर्ण नेपाली युवाहरूको कथा हो। तसर्थ यो कथा हेर्दाखेरि मैले आफ्नै कथा ऐनामा हेरिरहेको जस्तो महसुस हुन्छ। माघ 16 गतेबाट हाम्रो चलचित्र आबाट आमा नेपालभरिका हलहरूमा र साथै विदेशमा पनि प्रदर्शन हुँदैछ। एकचोटि यहाँले हेरेर माया दिनुहुन्छ भन्ने चाहिँ हामीले विश्वास लिएका छौँ। एकचोटि यहाँले हेरिदिनु होला र प्रतिक्रिया हामीलाई दिनुहोला। मन परेको खण्डमा अरूलाई पनि हेर्नलाई प्रोत्साहित गर्नुहोला। यसै गरी हाम्रो बाँकी दुईजना गायक हुनुहुन्छ, उहाँहरूलाई पनि मिल्छ भने दुई लाइन गायनबाटै यहाँ दमौलीवासीलाई तनहुँका दर्शकहरूलाई सम्झिनु अनुरोध गर्छु। लैजा खबर ए हावा पीर बेथा माइतिर रन्दिनो मेरी आमालाई साँच्चै छ भन्दिनु। नमस्कार, म कलाकार रवि हो, गायक यो गीतको। यो गीतमा धेरै मान्छेले, धेरै दर्शक श्रोताहरूले माया साथ टिकटकहरू रिल्सहरू बनाइदिनु भएको थियो। जतिले बनाउनु भएको थियो त्यति मात्रै पनि यहाँ आइदिने हो भने पनि धेरै राम्रो हुन्छ। सिनेमा एकदमै राम्रो बनेको छ। गीत सङ्गीत तपाईँहरूले जसरी माया गरिदिनु भएको छ त्यसरी सिनेमालाई पनि माया गरिदिनु होला। चलचित्र यही माघ 16 गतेबाट देशभरका सिनेमा हलहरूमा लाग्दैछ र दमौलीमा जति पनि बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ आएर पुरै परिवारका साथ यो सिनेमा हेर्नुहोला। तपाईँलाई आफ्नै कथा लाग्नेछ। हामीलाई त लागिसक्यो होइन, तपाईँलाई पनि लाग्नेछ भन्ने पक्कै आशाका साथ हेरिदिनु होला माघ 16 गते है त। अब आउने त्यस्तै गरी हाम्रो करणजीलाई पनि त्यही पुरानै शब्दहरू है आफ्नो थोरै प्रतिभासहित यहाँ चाहिँ तनहुँवासी दर्शकलाई भनिदिनु अनुरोध गर्छु। जाँदैछु 9 डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा घरको दैलो खुल्लै राख है आमा माउन्जेल पर्खिराख है। नमस्ते तनहुँवासी र के दमौलीवासीहरू सम्पूर्णलाई सबै कुरा भनिसक्नुभयो दाइहरूले। अब म के भन्न चाहन्छु भन्दाखेरि माघ 16 गते भेटौँला है हलमै सबैजना। हस् धन्यवाद।